इरानमा 24 घण्टामा 96 जनाको मृत्यु, कुल मृतक संख्या 742 पुग्यो। इरानमा जारी अमेरिका इजरायल आक्रमणको क्रममा पछिल्लो 24 घण्टाभित्र थप 96 जनाको ज्यान गएको विवरण सार्वजनिक भएको छ। मानव अधिकार सम्बन्धी एक निगरानी संस्थाका अनुसार मृत्यु हुनेमध्ये 85 जना सर्वसाधारण र 11 जना सैनिक रहेका छन्। अमेरिकाको वाशिंगटन डीसीमा मुख्यालय रहेको मानव अधिकार एजेन्सीले फेब्रुअरी 28 पछि शुरू भएको संयुक्त सैन्य कारबाही यता हालसम्म कुल मृतक संख्या कम्तीमा 742 पुगेको जनाएको छ। सो संस्थाको अनुसार मृतक मध्ये 176 जना बालबालिका पनि रहेका छन्। यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटीले मृत्यु संख्या 555 पुगेको बताएको थियो। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यी तथ्याङ्कहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको उल्लेख गरेका छन्। सोमबार भएको पछिल्लो आक्रमणमा विभिन्न रणनीतिक स्थान र पूर्वाधारहरूलाई लक्षित गरिएको जनाएको छ। तीमध्ये केही सैन्य अड्डा, 2 आवासीय क्षेत्र तथा बन्दर अब्बा स्थित शाहिद बहनोर बन्दरगाह क्षेत्र पनि परेको बताइएको छ। युद्धको अवस्था थप जटिल बन्दै जाँदा सर्वसाधारण नागरिकको सुरक्षा र मानवीय सङ्कटको चिन्ता बढ्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले स्थिति शान्त पार्न कूटनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गरिरहेका छन्।